हेलो गाइज, आजको भिडियो चाहिँ पाइप कसरी हाल्ने भनेर त्यही कुराकानी गरिरहेको छ। यो चाहिँ मेरो साउजी है, फोनमा कुराकानी गरिरहेको छ, बसेर मजाले कुराकानी गरिरहेको छ। मेरो साउजी हो फेरि। आज पाइप चाहिँ जिप्सनमा कसरी हाल्ने र कतिको डिस्टेन्समा हाल्ने भनेर त्यही कुराकानी भइरहेको छ होइन। एकदम सजिलो तरिकाले सिकाइदिन्छु पाइप कसरी हाल्ने र कहाँ कहाँ र कतिको डिजाइन राख्ने र त्यहीँबाट थाहा हुन्छ ठ्याक्कै। मजाले बिस्तारै म देखाउँछु होइन भिडियोमा। पाइप हालिसक्यो, बत्ती छेउछेउमा राखिदिनुपर्छ। फेरि छेउछेउमा मजाले बत्ती राखिदिने, अनि धेरै टाढा पनि नराख्ने बत्ती। छेउछेउमा एउटा बत्ती हुन्छ होइन, अनि एउटा बिचमा राखिदिने। एक छेउमा तीनवटा बत्ती मजाले हुन्छ। अनि बिम्नी हुन्छ, डबल खालीको हुन्छ। जिप्सनमा पाइप हाल्दाखेरि एउटा ध्यान दिनुपर्ने कुराहरू मान्छेहरू पुरा आफैले गर्न खोज्छ होइन। लास्टमा बिग्रियो भने मान्छे बोलाउनुपर्छ। फेरि त्यही कुरा हो, पैसा नि लाग्छ। आफूले हाल्दाखेरि त्यहाँ बिग्रिन्छ, पाइपहरू खेर जान्छ। त्यसैले आफू नगर्ने नै हुन्छ मेरो सल्लाह विचारमा है। किनभने बिग्रेपछि फेरि अरूले मेन्टेनेन्स गर्दाखेरि धेरै पैसा लाग्ने हो। त्यही भएर बरु सुरुमा राम्रो मिस्त्रीहरूलाई दिने, राम्रो ठेकदारहरूलाई दिने। तिनीहरूलाई सबै थाहा हुन्छ, गरेको मान्छेले थाहा हुन्छ फेरि है। त्यही भएर मान्छेहरू प्रायः आफै गर्न खोज्ने क्या, जे कुरा नि आफै गर्न खोज्ने। त्यस्तो नगरे नि हुन्छ मेरो विचारमा होइन। बरु दिने एक दुई पैसा बढी लगोस् बरु मतलब होइन, तर राम्रो हुनु पऱ्यो क्या, डिजाइन निक्लिनु पऱ्यो। मान्छेहरू थाहा छैन जिप्सनमा कुन लाइट हाल्ने, कस्तो खाले लाइट हाल्ने, कस्तो हाल्दाखेरि कस्तो देखिन्छ, डिजाइन कस्तो हाल्दाखेरि कस्तो। लाइटमा सबै लाइटले गर्दा हो डिजाइन बन्ने हो, खास त भन्नुपर्ने होइन मजाले। अनि मान्छेहरू के सोध्छ, हामीले नै डिजाइन निकाल्छौँ यस्तो यस्तो हुन्छ, अनि पछि गएर अप्ठ्यारो हुन्छ। अनि के अप्ठ्यारो हुन्छ भने राम्रो देखिँदैन। अनि भन्छ त्यसले कस्तो खाले इलेक्ट्रिसियन पऱ्यो, राम्रै गरेन, त्यो भएन, यो भएन, त्यस्तो कुरा चाहिँ सबभन्दा गलत है। यही म भन्छु, त्यो भन्दा सबभन्दा गलत कुरा हो। त्यही भएर एकदम ख्याल गर्नु होला। जिप्सनमा लाइट हाल्दाखेरि मोस्ट इम्पोर्टेन्ट कुरा म भन्छु, मिस्त्रीहरूलाई दिनुपर्छ। किनभने तिनीहरूलाई थाहा हुन्छ कुन ठाउँमा कति वाटको लाइट हाल्ने र कहाँनिर लाइट हाल्ने भनेर सबै थाहा हुन्छ। त्यसलाई कस्तो बत्ती कस्तो लाइट हाल्दाखेरि राम्रो देखिन्छ, कुन लाइट हाल्दाखेरि राम्रो देखिन्छ, त्यो पनि सबै थाहा हुन्छ। यो आफूले नगरी नै हुन्छ। मान्छेहरूलाई पनि थाहा हुँदैन, लाइटको नामहरू पनि थाहा हुँदैन, जिप्सनमा कस्तो खै लाइट हाल्ने भनेर पनि थाहा हुँदैन। त्यही भएर यो ठुलो कुरा हो, धेरै समस्यामा पर्छ। जिप्सनमा कस्तो खालको लाइट हाल्ने भनेर, लाइटको नाम के हो, सबै लाइट एउटै हुँदैन, यो कुरा के अरे थाहा हुनुपर्छ। यो चाहिँ केटीको कपाल है, मेन लाइन यहीँबाट आउँछ। मेन लाइन सबै यहीँबाट सप्लाई हुन्छ। यसरी गएर पल्लोतिर यहाँनिर तार फेरि कति धेरै एउटा कोठामा कतिवटा तार छ, बत्ती 11वटा बत्ती है, पङ्खा मिलाएर 12वटा। 1 2 3 4 5 6 7 8 9 10 11 12। यो चाहिँ टिभीको ब्याट्री मिलाएर 13। यहाँ झन् मकुराको जात त्यही 8 फिटमा 4वटा बत्ती, 8वटा बत्ती, 4 फिटमा 8वटा बत्ती है। यहाँ यो 2टा, यहाँ 2टा, अनि एउटा पङ्खा, 9वटा टोटल। यहाँ पनि यस्तो मकुराको जाल त कमी छैन आफै, यस्तो खाले छ। त फिनिसिङ भएपछि म कम्प्लिटै भिडियो बनाएर पोस्ट गरिदिन्छु होइन। झलल बत्ती बालेर यहाँबाट हुन्छ त्यसको स्विच बोर्डहरू, यो
रुमको यहाँ स्विच बोर्ड हुन्छ मजाले झलल बालेर म देखाइदिन्छु त्यो जिप्सनमा हाल्दाखेरि कन्सिल लाइट हुन्छ त्यसलाई कन्सिल लाइट भन्छ त्यो जिप्सनमा मात्र युज हुन्छ फेरि सर्फेस लाइट भनेको त्यो माथि सिलिङमा युज हुन्छ त्यो जिप्सनमा पनि युज हुन्छ तर झर्नलाई सम्भावना धेरै हुन्छ त्यही भएर खासै त्यस्तो हाल्दैन सिलिङमा मात्र युज गर्छ त्यसमा स्क्रु हानेर मजाले अडिन्छ जिप्सनलाई त्यो कन्सिल लाइटमा त्यो हुँदैन त्यस्तो फेरि कन्सिल लाइटमा मजाले हाल्छ फेरि त्यो मजाले त्यसैको लागि त्यो निक्लेको हुन्छ मजाले त्यही हाल्ने मजाले मिलाएर हाल्ने अहिले हामीले पाइप घुमाई बटारी त्यो भइरहेछ नि यो चाहिँ हामीले मेन लाइन लान लाग्यो हैन त्यो बाथरुमतिर मजाले मेन लाइन लाने हो तार हालेर तार पनि 2.5 हाल्ने हो एउटा रेड हुन्छ एउटा ब्ल्याक हुन्छ अनि एउटा येलो हुन्छ येलो चाहिँ 1.5 को हुन्छ अनि यो इन्भर्टरको लागि हो अनि एउटा न्युटन भइहाल्यो ब्ल्याक अनि रेड अनि फेज भइहाल्यो त्यही भएर हामीले पाइपमा मजाले तार हालेर हैन लाने त्यो तार हालेर मजाले हाल्ने हो बिस्तारै हाल्ने फेरि त्यो तारमा हाल्ने बिस्तारै हाल्यो भने त्यो मजाले जान्छ फेरि 2.5 mm को धेरै लामो छैन फेरि थोरै लामो छ त्यस्तै होला 10 फिट होला जति पाइप 10 फिट जति होला पाइप टुक्रा नि हालिरहेको छ किनभने सानो नजिकै छ त्यही भएर हामीले मेन लाइन नै नजिकै बनाएको हो एमसिबी देखि टोयलेटसम्मको फिट भनेको म्याक्सिमम होला त्यही 15 फिट होला एमसिबी देखि 15 फिट छ त्यो माथि मजाले 15 फिट मजाले हुन्छ मजाले आइरहेछ सर्ट आइरहेछ अलिकति आएपछि मजाले हुँदो रहेछ हैन जब आएन भने तार आएन भने मजाले पाडले एउटा केही लिने चिज
राठीको 3 पुस्तेको हो। खानेको यो अस्तिको राठीको 3 पुस्ते हाल्छौँ होइन, एकदम किन बलियो हुन्छ, राम्रो पनि हुन्छ, क्वालिटी पनि त्यसको छ। अनि जिप्सनमा लाइट पनि एकदम राम्रो मिलाएर हालेको है। एउटा रुममा 1 4 2 8 9वटा 10वटा छ, पङ्खा मिलाएर 10वटा छ। किनभने साउजीको भनेको कुरा पनि मान्नुपर्छ। यो चाहिँ 10 मोडलको स्विच राठीको नयाँ खालीको है, एकदम राम्रो छ। त्यो बत्ती चाहिँ पाइप लाइट चाहिँ वाममा छ, सही देखिन्छ। फेरि इजिप्सनमा वाम कलर राम्रो छ, एकदम मन पर्यो क्या मलाई त। यो चाहिँ कप लाइट सानो बिममा 4वटा बिम छ, 4वटा पनि 4वटा सानो सानो 3 वाटको 8वटा हाल्दैछु। यो चाहिँ ठुलो रुम अर्को अगाडिको, यसमा छ टन्ने बत्ती। यसमा समथिङ 11वटा बत्ती छ, पङ्खा मिलाएर 12वटा, फाइनमा हालेर 12वटा छ टोटल गरेर। एकदम राम्रो छ मिलाएर। त्यो साउजीले भनेको घरको मालिकले भन्नुभएको थियो त्यो बत्ती धेरै हुनु पर्यो अरे, त्यही भएर त्यसैको लागि हामीले पनि बत्ती नै राम्रै हालिदियो, राम्रो क्वालिटीको हालिदियो। कन्सिल लाइट राठीको हालिदियो, राम्रो खाली लाइट नि राम्रो खालिएको छ, एकदम डेन्जर देखिरहेछ। पावर सकेट नि राम्रै परिरहेछ होइन, राम्रो खालीको हालेछ हामीले। एकदम पङ्खाको एमसिबी बक्स पनि राम्रै छ। त्यो चाहिँ एमसिबी बक्सहरू एङ्कर र केएनएसको हालेछ हामीले। एमसिबी बक्स एमसिबी 16को 4वटा अनि 100 एम्पियरको 2टा छ।